ल सम्पूर्ण बीबीएस फर्स्ट इयरमा अध्ययनरत विद्यार्थी साथीहरुमा स्वागत छ। आजबाट हामीहरू बीबीएस फर्स्ट इयरमा रहेको फाइनान्शियल एकाउन्टिङ एन्ड एनालाइसिस अथवा बीबीएस फर्स्ट इयरमा रहेको एकाउन्ट सब्जेक्टलाई सुरुवात गर्न जाँदैछौँ। सम्पूर्ण साथीहरुमा वेलकम है। आजबाट हामीहरू बीबीएस फर्स्ट इयरमा रहेको एकाउन्ट सब्जेक्टलाई एकपछि अर्को च्याप्टर गर्दै क्रमिक रूपमा अध्ययन गर्नेछौँ है। तपाईहरुले पछाडी बोर्डमा देखिराख्नु भएको छ। मेरो आवाज क्लियर आएको छ कि छैन सुरुमा भनिदिनु त साथी हो। आवाज क्लियर आएको छ कि छैन भनिदिनु त कसैले एकजनाले च्याट मार्फत भनिदिनु ल। माइक्रोफोनको अप्सन चलेन भन्दै हुनुहुन्छ। ल ठिक छ साथी, अब सुरु गरौँ है। यहाँ सरहरूले बनाइदिँदै गर्नुहुन्छ। हामीहरूले बीबीएस फर्स्ट इयरमा रहेको एकाउन्ट सब्जेक्ट पढिरहँदा यो एकाउन्ट सब्जेक्टभित्र जम्मा जम्मी 15वटा च्याप्टरलाई हामीहरूले अध्ययन गर्नुपर्ने हुन्छ है। त्यो पछाडि मैले तपाईहरुलाई बोर्डमा देखाइरहेका च्याप्टरहरू यति नै हो। बीबीएस फर्स्ट इयरको एकाउन्टमा पढ्नुपर्ने च्याप्टरहरू यिनै हुन् है। अब हामीहरूले एकाउन्ट सब्जेक्ट 100 मार्क्सको सोधिरहँदा हामीहरूले सुरु गर्यौं है। 100 मार्क्सको सोधिरहँदा 70 मार्क्सको न्युमेरिकल सोध्छ। त्यस पछाडि 30 मार्क्सको चाहिँ थ्योरी सोध्छ। सबैभन्दा सुरुमा हामीहरूले यो कुरा बुझ्नुपर्ने हुन्छ। थ्योरी हामीहरूले अनिवार्य रूपमा 30 मार्क्सको गर्नुपर्ने हुन्छ। त्यसैगरी 70 मार्क्सको न्युमेरिकल प्रब्लम सोध्ने गर्दछ। यति कुरा जानकारी गराएँ। अब हामीहरू यो सब्जेक्टभित्र पढ्नुपर्ने सबै च्याप्टरको विषयमा एकपछि अर्को गर्दै सबै च्याप्टरबाट कुन च्याप्टरबाट थ्योरी सोध्छ, कुन च्याप्टरबाट न्युमेरिकल प्रब्लम सोध्छ भन्ने कुरा सरसर्ती हेर्छौँ। त्यस पछाडि कुनै एउटा च्याप्टरबाट आजैदेखि हामीहरू च्याप्टर पनि सुरु गरिहाल्छौँ। त्यसले गर्दा तपाईहरुले सुरुदेखि अन्तिमसम्म रेगुलर क्लास लिनु होला भन्दै मैले सुरुवात गरेँ है त। ल तपाईहरुलाई केही समस्या पर्यो, केही बुझेन, आवाजहरू आएन भने च्याट मार्फत मलाई जानकारी गराउनु ल साथी हो। ल हेर्नु होला, हामीहरू सुरु गर्छौँ। अब सबैभन्दा पहिलो च्याप्टर बेसिक अन्डरस्ट्यान्डिङ अफ फाइनान्शियल एकाउन्टिङ भन्ने च्याप्टर छ। यो च्याप्टरबाट हामीहरूलाई जम्मा जम्मी 10 मार्क्सको थ्योरी सोध्छ। सुन्नु है, यो भन्दा अघिल्लो वर्षहरूलाई हेर्ने हो भने यो पहिलो च्याप्टरबाट सधैँ 5 और 10 मार्क्सको सधैँ थ्योरी सोध्छ। पहिलो च्याप्टरबाट थ्योरी आउँछ 5 और 10 मार्क्सको मैले भनिहालेँ। त्यस पछाडि कन्सेप्चुअल फ्रेमवर्क अफ एकाउन्टिङ भन्ने दोस्रो च्याप्टर छ। यसबाट प्राय 5 मार्क्सको आउँछ और कहिलेकाहीँ 10 मार्क्सको थ्योरी सोध्छ। यो दुईटा च्याप्टरबाट सधैँ हामीहरूलाई थ्योरी सोध्ने गर्छ फाइनल एक्जाममा है त। त्यस पछाडि हामीहरूले च्याप्टर 3 मा पुग्यौँ। च्याप्टर 3 को भनेको एकाउन्टिङ प्रोसेस। यो एकाउन्टिङ प्रोसेस बीबीएस फर्स्ट इयरको लागि सबैभन्दा इम्पोर्टेन्ट च्याप्टर र सबैभन्दा धेरै मार्क्सको न्युमेरिकल प्रब्लम प्लस थ्योरी पनि कहिलेकाहीँ सोध्छ। न्युमेरिकलका लागि सबैभन्दा महत्त्वपूर्ण च्याप्टर यो एकाउन्टिङ प्रोसेस हो। एकाउन्टिङ प्रोसेसबाट हामीहरूलाई 2 मार्क्सको एउटा न्युमेरिकल प्रब्लम, त्यस पछाडि 2 मार्क्सको अर्को न्युमेरिकल प्रब्लम, त्यसैगरी 15 मार्क्सको एउटा लङ न्युमेरिकल प्रब्लम गरेर जम्मा जम्मी 19 मार्क्सको न्युमेरिकल प्रब्लम सोध्ने गर्दछ। और कहिलेकाहीँ 10 मार्क्सको योभन्दा अघिल्लो 2 साल अगाडि रेगुलर रूपमा 10 मार्क्सको थ्योरी पनि यही च्याप्टरबाट आइरहेको छ। भन्नुको मतलब यो च्याप्टरबाट जम्मा जम्मी 2 मार्क्सको सर्ट न्युमेरिकल, फेरि अर्को पनि 2 मार्क्सको सर्ट न्युमेरिकल र 50 मार्क्सको न्युमेरिकल लङ र 10 मार्क्सको थ्योरी गर्दा जम्मा जम्मी 29 मार्क्सको एउटै च्याप्टरबाट आउँछ। त्यसले गर्दा यो च्याप्टर सबैभन्दा इम्पोर्टेन्ट च्याप्टर हो। साथीको मैले मेसेज एकैछिन हेरेर एकछिन पछाडि हेर्छु ल। साउन्ड सानो आइरहेको छ। मेरो साउन्ड आएको छैन र साथी हो। साथी हो, स्ट्याटिस्टिक्सको क्लासको पेमेन्ट गर्नुभएको छ भने एकाउन्ट सकिन्छ अब लगभग 1.5 देखि 1 घण्टा 45 मिनट जतिमा। त्यस पछाडि तपाईहरुको स्टार्टको क्लास हुन्छ ल। स्टार्टको मात्रै पढ्ने साथीहरूले म एकाउन्ट सके पश्चात त्यहाँ एउटा मेसेज पनि गरौँला, अनि तपाईहरुलाई स्टार्टको क्लास हुने जानकारी हामी गराउँछौँ नि ल। एकैछिन तपाईहरु अरु सब्जेक्टहरु पढ्दै गर्नु होला। स्टार्टको मात्रै पेमेन्ट गर्ने साथीहरूले अहिले एकाउन्टको लिनु भए पनि हुन्छ, नत्र तपाईहरुले स्टार्ट मात्र पढ्ने हो भने म एकाउन्टको क्लास सके पश्चात त्यहाँनेर एउटा भिडियोको लिंक आउँछ, त्यस पछाडि तपाईहरु जोइन हुनु होला। अब हेर्नु है त, अब हामीहरु कुरा गर्दै थियौं एकाउन्टिङ प्रोसेसको। एकाउन्टिङ प्रोसेस भित्र हामीहरूले 8 वटा सब टर्म्सहरु पढ्नुपर्छ। जस्तै यहाँनेर एउटा एकाउन्टिङ इक्वेसन भन्ने कुरा पढ्नुपर्छ। एकाउन्टिङ इक्वेसनबाट 2 मार्क्सको आउँछ। त्यसैगरी त्यहाँनेर जर्नल बनाउनु पर्ने हुन्छ। जर्नल पछाडि हामीहरूले टी एकाउन्ट, लेजर, क्याश बुक है, अनि सब्सिडारीका बुकका कुराहरु, सब्सिडारी बुक भित्र पर्चेज बुक, पर्चेज रिटर्न बुक, सेल्स रिटर्न बुक, बिल्स
रिसिभेबल एकाउन्ट, बिल्स पेबल एकाउन्ट। यहाँनिर यो भित्र हामीहरूले 8 वटा जति सब टपिक्स पढ्नुपर्ने हुन्छ। ती कुराहरूबाट एकाउन्टिङ इक्वेसनबाट 2 मार्क्समा आउँछ। अनि सब्सिडियरी बुकहरू अथवा बिल्स रिसिभेबल, बिल्स पेबल एकाउन्टबाट त्यो दुईटा मध्येबाट एउटा गरेर 2 मार्क्समा आउँछ। अनि जर्नल बनाउनुपर्छ। त्यही जर्नलका आधारमा टी एकाउन्ट, लेजर, क्यास बुक भित्र पनि सिंगल कोलम क्यास बुक, डबल कोलम क्यास बुक, ट्रिपल कोलम क्यास बुक, तिनै कुराहरूबाट हामीहरूलाई एउटा न्युमेरिकल आउँछ र 15 मार्क्सको लङ आउँछ। यो च्याप्टर सबैभन्दा इम्पोर्टेन्ट च्याप्टर हो। यो च्याप्टरलाई पनि हामीहरू विस्तृत रूपमा छलफल गरिहाल्छौँ। अब हेर्नु, यो धेरै इम्पोर्टेन्ट च्याप्टर है, भ्यालु वाला टपिक्स हो यो, त्यसरी बुझ्नु। त्यस पछाडि सुन्नु, अब एक्रुअल बेसिस अफ एकाउन्टिङ। एक्रुअल बेसिस अफ एकाउन्टिङ भन्ने च्याप्टरबाट कहिलेकाहीँ 2 मार्क्सको, कहिलेकाहीँ 5 मार्क्सको आउँछ। यो भन्दा अघिल्लो वर्षहरूलाई हेर्ने हो भने यो च्याप्टरबाट त्यति धेरै क्वेसनहरू सोधेको छैन। त्यो पनि बुझ्नु है। म कुन च्याप्टरलाई बढी फोकस गरिरहेको छु, तपाईँहरूले सुरुमा अध्ययन गर्दा ती च्याप्टरहरूलाई बढी फोकस गरेर गर्नु होला। त्यस पछाडि हामीहरू अरू च्याप्टर, सबै च्याप्टर नपढिँदा हुँदैन, उत्तिकै इम्पोर्टेन्ट छन्। र पनि मैले तपाईँहरूलाई अघिल्लो एक्जाममा सोधेका आधारमा भन्दैछु। पार्सियलका साथीहरू पनि यहाँ हुनुहुन्छ, रेगुलरका साथीहरू पनि यहाँ हुनुहुन्छ। पार्सियलका साथीहरूलाई मैले अहिले भनेका कुराहरूले अझै सहज बनाउँछ। रेगुलरका साथीहरूलाई हामी फेरि पनि पढाउँछौँ, अहिले पनि क्लास दिनु होला रेगुलर रूपमा है त। ल सुन्नु होला, एक्रुअल बेसिस अफ एकाउन्टिङ योबाट 2 और 5 मार्क्सको आउँछ। मैले भनिहालेँ 2 मार्क्सको योभन्दा अघिल्लो एक्जाममा पनि आएको छ। त्योभन्दा प्रायः धेरै आउँदैन, त्यति बुझ्नु। अब हेर्नु, एकाउन्टिङ फर इन्भेन्टोरिज एन्ड कस्ट अफ गुड्स सोल्ड। एकाउन्टिङ फर इन्भेन्टोरिज एन्ड कस्ट अफ गुड्स सोल्ड भन्ने च्याप्टर छ, यो च्याप्टर 5। यो च्याप्टरबाट सधैँ 10 मार्क्सको न्युमेरिकल प्रब्लम सोध्छ। यो कुन च्याप्टर हो त भन्नुहुन्छ भने तपाईँहरूले कलेजतिर पढ्नु भएको छ अथवा अगाडि तपाईँहरूले क्लास 12 मा पनि एकाउन्ट पढ्नु भयो भने यो च्याप्टरका कन्सेप्टका कुराहरू सबै पढिसक्नु भएको छ तपाईँहरूले। यो इन्भेन्ट्री भ्यालुएसन भनेको पिरियोडिक इन्भेन्ट्री सिस्टम, पर्पेचुअल इन्भेन्ट्री सिस्टम, यहाँनिर लिफो फिफो तपाईँहरूले सुन्नु भएको छ नि हो। त्यही लिफो फिफोको कुराहरू यो च्याप्टर 5 मा हामीहरूले अध्ययन गर्छौँ है। यो 10 मार्क्सको सधैँ आउँछ। प्राय पिरियोडिक इन्भेन्ट्री सिस्टम, कहिलेकाहीँ पर्पेचुअल इन्भेन्ट्री सिस्टम गरेर 10 मार्क्सको न्युमेरिकल प्रब्लम सोध्छ है। ल हेर्नु है त, अब एकाउन्टिङ फर क्यास एन्ड इन्टरनल कन्ट्रोल। एकाउन्टिङ फर क्यास एन्ड इन्टरनल कन्ट्रोल भन्ने छ नि यहाँ। एकाउन्टिङ फर क्यास एन्ड इन्टरनल कन्ट्रोल भनेको तपाईँहरूले सुनिरहेको हो। ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट यहाँनिर पढ्नुपर्छ हामीहरूले। यसबाट पनि 5 मार्क्सको आउँछ, प्रायः कहिलेकाहीँ 10 मार्क्सको पनि आउन सक्छ। तर यसबाट एकदम चान्स भनेको 5 मार्क्सकै लाग्यो होला यो च्याप्टर 6 बाट। त्यसै गरी एकाउन्टिङ फर रिसिभेबल, यो एकाउन्टिङ फर रिसिभेबल हेर्नु न, 2 और 5 और 10 यो च्याप्टरमा 10 मार्क्समा पनि आउन सक्ने प्रब्लम छन्। त्यसै गरी 5 मार्क्समा पनि आउन सक्छ, 2 मार्क्समा पनि आउन सक्छ। अघिल्लो वर्षहरूलाई हेर्ने हो भने एकाउन्टिङ फर रिसिभेबलबाट प्रायः 2 मार्क्सको आउँछ है। यो 2 मार्क्सकै लागि हो धेरै। यो जर्नलसँग सम्बन्धित कुराहरू पढ्नुपर्छ। यो 2 मार्क्सका लागि नै धेरै इम्पोर्टेन्ट हो, त्यति कुरा बुझ्नु होला। त्यस पछाडि हेर्नु, एकाउन्टिङ फर करेन्ट लायबिलिटिज एन्ड कन्टिन्जेन्सिज। यसबाट पनि 2 मार्क्स अथवा 5 मार्क्सको आउन सक्छ। यतापट्टि लेखेको छ मैले है। यसबाट पनि प्रायः 2 मार्क्स नै आउने। यसमा जर्नलकै कुराहरू पढ्नुपर्छ, 2 मार्क्स नै प्रायः आउने यसमा। अब हेर्नु, अर्को इम्पोर्टेन्ट च्याप्टर आयो एउटा, मैले भनेको अघि एकाउन्टिङ प्रोसेस। यो हेर्नु होला मजाले। दोस्रोमा यो हेर्नु होला है। तेस्रोमा तपाईँहरूले पढ्ने भनेको यसरी नै यहाँ मैले भने त्यही अनुसार पढ्दै जानुभयो भने, मैले पढाएका कुराहरू एकदम मजाले रेगुलर रूपमा क्लास लिनुभयो भने तपाईँहरूलाई समस्या हुँदैन है एकाउन्टमा चाहिँ। अब हेर्नु, मैले 21 म्यासेज हेरेन, यो थोरै इन्ट्रोडक्सन दिइसके पश्चात म च्याप्टर सुरु गर्ने बेलामा तपाईँहरूको म्यासेज हेर्छु ल। अब हेर्नु, एकाउन्टिङ फर करेन्ट लायबिलिटिज एन्ड कन्टिन्जेन्सीको कुरा गऱ्यौँ हामीले। अब यो 9 च्याप्टर एकाउन्टिङ फर लङ लिभड एसेट्स। एकाउन्टिङ फर लङ लिभड एसेट्स भनेको यो च्याप्टर भनेको तपाईँहरूले डिप्रिसिएसन सुन्नु भएको छ नि हो, त्यही डिप्रिसिएसनको कुराहरू पढ्ने हो क्या। स्टेट लाइन डिमिनिसिङ यही च्याप्टरमा पढ्ने हो, एकाउन्टिङ फर लङ लिभड एसेट्स। यसबाट 5 मार्क्सको आउँछ, प्रायः 5 मार्क्सको आउँछ यसबाट न्युमेरिकल प्रब्लम है। अब एकाउन्टिङ फर लङ टर्म लायबिलिटिज, एकाउन्टिङ फर लङ टर्म लायबिलिटिज भन्ने च्याप्टर छ। यसबाट बोन्डका कुराहरू पढ्नुपर्छ। यसबाट 2 मार्क्सको आउँछ, प्रायः कहिलेकाहीँ 5 मार्क्सको पनि आउन सक्छ, 10 मार्क्स, तिनवटा कुरा लेखेको छ मैले। तर यो इम्पोर्टेन्ट भनेको प्रायः 5 मार्क्सका लागि हो। यो पनि एक्जाममा सोधिरहँदा अलिक कमै सोध्ने च्याप्टर हो है, त्यसरी बुझ्नु होला। त्यस पछाडि हामीहरू एकाउन्टिङ फर सेयर होल्डर इक्विटी। एकाउन्टिङ फर सेयर होल्डर इक्विटीबाट अहिलेसम्म फाइनल एक्जाममा क्वेसन आएको छैन। एक्जाममा क्वेसन आएको छैन भन्दैमा हामी छोड्दैनौँ, सबै च्याप्टर पढ्छौँ। तर योबाट सोधेको छैन, सोद्धाखेरि 5 मार्क्सको सोध्न सक्छ अथवा 10 मार्क्सको सोध्न सक्छ यसबाट। अब हेर्नु, च्याप्टर 12 बेसिक अफ फाइनेन्सियल स्टेटमेन्ट। यो बेसिक फाइनेन्सियल स्टेटमेन्टबाट प्रायः 10 मार्क्सको आउँछ। यो चाहिँ कस्तो हुन्छ भने हामीहरूले यो बेसिक अफ फाइनेन्सियल स्टेटमेन्ट तपाईँहरूले अगाडि क्लास 12 मा एकाउन्ट पढ्नु भएको छ भने मल्टी स्टेप एनएफआरएस पढ्नु भएको छ हो, यही कुरा यहाँनिर पढ्नुपर्छ। बेसिक अफ फाइनेन्सियल स्टेटमेन्ट भित्र रहेर
10 मार्क्स आउँछ। अनि यो क्याश फ्लो स्टेटमेन्ट छ नि, यो दुईटा च्याप्टर जोडेर हामीहरूलाई 10 और 15 मार्क्स भनेको चाहिँ 15 मार्क्स चाहिँ दुईटैबाट जोडेर आउँछ। एउटाबाटै मात्रै आयो भने बेसिक अफ फाइनान्सियल स्टेटमेन्टबाट चाहिँ हामीहरूलाई इन्कम स्टेटमेन्ट बनाउनु, स्टेटमेन्ट अफ रिटेन अर्निङ बनाउनु, ब्यालेन्स सिट मात्रै बनाउनु भन्यो भने 10 मार्क्सको सोध्छ। अनि क्यास फ्लो स्टेटमेन्टलाई पनि जोडेर दियो भने यो च्याप्टरबाट हामीहरूलाई यो दुईटा च्याप्टर गरेर 15 मार्क्सको एउटा लङ क्वेसन पनि आउन सक्छ। त्यसले गर्दा यो 12 र 13 एकदमै इम्पोर्टेन्ट। क्यास फ्लो स्टेटमेन्टमा हामीहरूले डाइरेक्ट मेथडको क्यास फ्लो पढ्नुपर्छ, इन्डाइरेक्ट मेथडको क्यास फ्लो पढ्नुपर्छ। यो कुराहरू हामीले गर्दै गर्छौँ। अनि एनएफआरएस नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डका आधारमा पनि हामीले क्यास फ्लो स्टेटमेन्ट तयार गर्नुपर्ने हुन सक्छ। ती कुराहरू हामीले अध्ययन गर्दै जाउँला। यो दुईटै च्याप्टर 12 र 13बाट 12 र 13 च्याप्टरबाट जोडेर एउटा 15 मार्क्सको न्युमेरिकल प्रब्लम आउन सक्छ। अथवा एउटै मात्र आयो, क्यास फ्लो स्टेटमेन्ट मात्रै आयो भने 10 मार्क्स आउँछ। अनि बेसिक अफ फाइनान्सियल स्टेटमेन्ट मल्टी स्टेप एनएफआरएसबाट मात्र गर्नु भन्यो भने हामीहरूलाई 10 मार्क्स आउन सक्छ। यो कुरा जानकारी गराए। त्यस पछाडि अब हेर्नु होला भ्यालु एडेड स्टेटमेन्ट। भ्यालु एडेड स्टेटमेन्ट हामीहरूलाई प्राय 2 मार्क्सको लागि आउँछ। भ्यालु एडेड स्टेटमेन्ट तयार गर्नुपर्ने हुन्छ, त्यो लगभग 2 मार्क्समा आउने हो। प्राय कहिलेकाहीँ आउँछ, कहिले आउँदैन। यो 2 मा हुँदैन यो च्याप्टरहरू। यो मैले जुन राइट लागेका च्याप्टरहरू चाहिँ जहिले आउँछ फेरि। अब हेर्नु, अब एनालाइसिस अफ फाइनान्सियल स्टेटमेन्ट। एनालाइसिस अफ फाइनान्सियल स्टेटमेन्ट भनेको यहाँनिर रेसियोका कुराहरू पढ्नुपर्छ हो। रेसियो एनालाइसिसका कुराहरू यहाँनिर हामीले पढ्नुपर्छ। यसबाट त प्राय 10 मार्क्स अथवा 15 मार्क्स। यो एउटा 15 मार्क्सका लागि च्याप्टर म लेख्दैछु। हेर्नु, यो 15वटा लङ क्वेसन आउने च्याप्टर यो एउटा। यो 12 र 13 गरेर यहाँबाट 15 मार्क्स आउन सक्छ। अनि एउटा राजा च्याप्टर छ नि माथि, यहाँ हेर्नु, राजा च्याप्टर भनेको कुन हो? एकाउन्टिङ प्रोसेसिङ। यहाँबाट 15 मार्क्सको मेरो लङ न्युमेरिकल सोध्छ। ल अब सर मैले एकपटक तपाईँहरूलाई जानकारी गराएँ। पहिलो च्याप्टर र दोस्रो च्याप्टरबाट थ्योरी सोध्दो रहेछ। थ्योरीको लागि पहिलो च्याप्टर धेरै इम्पोर्टेन्ट हो है। 10 मार्क्स आउन सक्छ त्यो च्याप्टरबाट। त्यो च्याप्टर तपाईँहरूले अध्ययन गर्दै गर्नु होला। म तपाईँहरूलाई थ्योरीका लागि पिडिएफहरू पनि पठाइदिन्छु, त्यहाँबाट पनि अध्ययन गर्दै गर्नु होला है। अब हेर्नु ल, यति कुरा हामीले अध्ययन गऱ्यौँ। तपाईँहरूलाई केही कुरा बुझ्नु छ, भन्नु छ भने भन्नु होला। अनि हामीहरू एउटा च्याप्टरलाई सुरुवात गर्छौँ आज। कुन च्याप्टरलाई सुरुवात गरौँ भन्दाखेरि हामीहरू ल च्याप्टर 12 13 पढौँ, के एकाउन्टिङ प्रोसेस। ल यसो गरौँ साथी, हामीहरू च्याप्टर 12 बेसिक अफ फाइनान्सियल स्टेटमेन्टबाट सुरु गरौँ आज है। त्यसका कन्सेप्टका कुराहरू, त्यसको फर्मेटको कुराहरू हामीहरू अध्ययन गर्छौँ। त्यस पछाडि अगाडि बढ्छौँ। तपाईँहरूलाई केही मनमा लागेका कुराहरू छन् भने भन्दै गर्नु होला। ल अब हामीहरूले यो कन्सेप्चुअल कुरा, यो जुन मैले अहिले भने है, लगभग तपाईँहरूको 5-10 मिनट मैले समय दिएँ। यो च्याप्टरको इन्ट्रोडक्सन, कुन च्याप्टरबाट कति मार्क्समा आउँछ, कुन च्याप्टर धेरै इम्पोर्टेन्ट छन् भन्ने कुरा मैले गरिरहँदा त जो साथीहरू क्लासमा जोइन हुनुहुन्न उहाँहरूले रेकर्डेड क्लासबाट हेरेर पनि यो कुरा अध्ययन गर्नु होला। यो पछि एक्जामको लागि एकदमै प्रभावकारी हुन्छ है साथी हो। कुन च्याप्टरबाट कति मार्क्स आउँछ